2 महिना 24 गते तदनुसार जुन 7 अनि आज यस आशिष ब्याप्टिस्ट मण्डलीमा पाल्नुहुने सम्पूर्ण ख्रिस्टका जनहरूलाई स्वागत भन्न चाहन्छु। साथै जय मसीह। यसो आउनुहोस् हामी प्रार्थनामा सहभागी हुनेछौँ। जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईलाई समय धन्यवाद गर्न चाहन्छौँ ताकि तपाईको महिमा प्रशंसा हामी तपाईँ परमेश्वरलाई उचाल्न चाहन्छौँ किनभने तपाईँ महिमा र प्रशंसाको योग्यको परमेश्वर हुनुहुन्छ। हो पवित्र आत्मा परमेश्वर, तपाईलाई धन्यवाद भन्न चाहन्छौँ। यो बिहानको समय प्रभु तपाईँ जीवित परमेश्वरलाई हामी उचाल्न चाहन्छौँ। यदि तपाईँ परमेश्वरले सुरुदेखि अन्तिमसम्म तपाईँको हातमा राख्न चाहन्छौँ। पवित्र आत्मा सञ्चालन गर्ने छोरालाई तपाईँ परमेश्वरले सहायता गर्नुभएको। त्यसै गरी वर्शिप लिडर वचनवक्ता प्रत्येकसँग तपाईँ परमेश्वरले सहायता गर्नुभएको। सबै कुरो तपाईँको हातमा आशिष अनुग्रह माग्छु। हामीलाई अत्यन्तै प्रेम गर्नु येशू प्रभुको नाममा। आमेन। हामीले सुनको प्रार्थना गरिसकेका छौँ। हामी आजको सङ्गतिलाई अगाडि बढाउने एकअर्कासँग हल्ला गर्ने छैनौँ। हामी आदरको साथ उहाँलाई आदर गर्दै भजन कोर्सहरू गाउनु छ। त्योभन्दा अगाडि म केही पद मलाई आज पढ्न मन लाग्यो। 51 यसरी लेखेको छ, हे परमेश्वर, तपाईँ अचुत कृपाको अनुसार ममाथि कृपा गर्नुहोस् र तपाईँको अपार अनुकम्पा मेरा अपराधहरू मेटाइदिनुहोस् र मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस् र मेरो सबै पापबाट मलाई शुद्ध गर्नुहोस्। आमेन। आज हाम्रो सबै पापहरूबाट र सबै अपराधहरूबाट धुने चाहिँ हाम्रो एकमात्र परमेश्वर हुनुहुन्छ र जुन परमेश्वरलाई चाहिँ आज हामी पुज्नको निम्ति आएका छौँ। आमेन। त्यस कारणले गर्दा आज हामी सबै कुराहरूलाई बिर्सिकन उहाँलाई हाम्रो आफ्ना सबै कुराहरू खोलेर हामी आफ्नो तन मन हृदयले उहाँलाई ताली बजाउँदै हामी उहाँलाई प्रशंसा गर्नेछौँ। आमेन। अनि भजन नम्बर 427 नम्बर 427 नम्बर गाएर चाहिँ हामी उहाँलाई धन्यवाद भनेछौँ। तपाईँहरू भजन पठाउँदै एउटै स्वरमा हामी उहाँलाई उचाल्नेछौँ। आमेन।
हुन्छ यो भजन पनि हामीले राम्रोसँग गाउन सक्यौँ। यो भजनद्वारा परमेश्वरको महिमा भएको होस्। अब हामी बतासैले भन्ने भजन गाउँदैछौँ। हामी सबैलाई आउँछ यो भजन। कसैको निम्ति नयाँ हुनसक्छ, भजन किताबमा सायद छैन होला। एकदमै ताली बजाउँदै एकदमै उत्साहको साथ गाउनु छ है त हामी भजनलाई। Hey!
गरिँदै गइदेऊ